तिमीले भन्यौ समय देऊ पापरी समय देऊ पापमरी 40 वर्ष पुगे कि खाप्नेरी के भन्यो 40 वर्ष पुगिसक्नु भयो के सुन्नु त त्यही गरे नत्र अनि किन हाँसेर हुन्छ र त्यही भने हाँसेर हुन्छ र हैन अर्काले गा बेला खापै मर्न 40 मा पुगेसी खतरा गाउँले दाइ प्रकाश दाइ के छ खबर उहाँ के कुरा मन परेर लभ पर्यो तपाईहरुको उहाँको बोली अब ठिकै थियो अहिले छैन हेरेर अहिले कस्तो छ अहिले पनि ठिकै छ अब बोली पहिला जस्तो छैन कराङ कुरुङ बोल्ने त्यस्तै छ माया चाहिँ अहिले पहिलेको भन्दा धेरै गर्नुहुन्छ कि कम गर्न थाल्नुभयो माया छ हेरेर माया छ कस्तेर अब तपाईँ र उ गर्छ कस्तेर पिटेर तँलाई लात्ताले हानेर पठाइदिउँ क्या भन्छ त्यस्तै छ पहिले लभ पर्दा त कहिले पनि पिट्नु भएन होला हैन त्यसो भन्नु पहिला त पिटिने 1-2 महिना हैन 10 दिन 12 दिन त केही गरिने त्यसपछि पिट्नु थाल्यो कि तपाईले बदमासी गर्नुभयो होला कि के गर्नुभयो गर्दैन अब नाटक अब धेरै गर्न थालेँ त्यसपछि पटापट लगाइदिन्थेँ म तपाईले पनि लगाइदिन्थेँ अति गर्न थालेपछि अब हामीलाई पनि कहाँ सुन्छ र बुढीको पिटाइ खाएर बस्न पनि सुहाउँछ त्यस्तो भन्न मिल्छ नि बुढाको पिटाइ खाएर बुढी बस्न पनि त सुहाउँदैन नि सुहाउँदैन पहिला पिटाइ नखाओस् न अनि पिट्नु हुँदैन भन्ने नि बरु त्यति उहाँको अवस्था कुनै कुरा सुन्दाखेरि त होइन होला यो दाइ बिरामिनु छैन होला जस्तो लाग्छ हैन त्यो जुन भोग्नेलाई मात्रै थाहा हुन्छ कि यो पीडा चाहिँ कुन हस्पिटलमा चेकअप गरेर हो अहिले केएमसीमा गरेर कति लाग्छ एकचोटि हस्पिटल जाँदा खर्च औषधिको चाहिँ 1-2 महिनाकै लिएर आउँछु 5-6 हजार त्यस्तै लाग्छ कसरी म्यानेज गर्नु भएको पहिला त अब दोरीसाजकै भरमा गरेको मैले अब सहयोग नआउन्जेलसम्म पछि चाहिँ अब सहयोगहरू आउन थाल्यो त्यसपछि सहयोगले पनि अलि धेरै राहत भएको छ मलाई तपाईँको गीतहरू पनि राम्रो गीतहरू निकाल्नु भएको छ हैन हजुर ठिकै छ एउटा गीत सुन्छौँ हामी मिल्छ दाइ तपाईँ दोहोरी फर्काउनु ल दिदीको दोहोरी आइज पनि फर्काउनु ल एकल लोकगीत गाउँछु मायालुले के भन्यो हिजो के भन्यो हिजो रुँदा रुँदै सरर सिरदेखि पाउ भेजो सिरमा रिबन सल्को पछोरे हिरा जस्ता सरर छ तिम्रो मुहार अब मैले बिर्सो कसरी हिरा जस्ता तिम्रो मुहार अब मैले बिर्सो कसरी। अच्छा धन्यवाद।